आनन्दको एउटा अभ्यास हो। यसलाई के भन्ने भन्दा यसलाई हामीले भन्नुपर्दा एउटा आदत, आदतलाई हर प्रकारले हर ठाउँमा आदत भन्ने कुरोलाई हर ठाउँमा हर विषयमा युज हुन्छ। आदत भनेको एउटा नशा पनि भन्दा हुन्छ, बानी भन्दा पनि भयो है। जस्तो पिक्चर हेर्ने आदत जसलाई छ, ऊ व्यक्ति जहिले पनि पिक्चर, नयाँ पिक्चर आयो कि ऊ त्यो पिक्चर हलमा पुगेर उसले पिक्चर हेरेकै हुन्छ। त्यसलाई भन्छ आदत। सुने कि ऊ गइहाल्छ, यस्तो पिक्चर चल्दैछ भनेको सुन्ने बित्तिकै ऊ त्यो पुग्छ, जसरी भए पनि उसले टिकट काटेर त्यो हलमा पुगेर त्यसलाई भन्छ आदत। त्यो आदतमा ऊ डुबेको हुन्छ। अर्को कुरा, जसलाई नशाको आदत बसेको छ भने त्यो नशाको आदतको गहिराईमा उसले त्यो एक प्रकारको अनुभवमा ऊ हराएको हुन्छ र त्यसलाई उसले आनन्दको महसुस गर्छ। चाहे सिम्पल भन्दा सिम्पल, साधारण भन्दा साधारण नै एउटा नशा होस्। जस्तो मानिलिनुहोस् कसैलाई एउटा सुपारी खाने आदत हुन्छ, त्यो पनि एउटा आदत हो, त्यो पनि एउटा नशा हो। सुपारी खाने व्यक्तिलाई खाना खाएकी एउटा सानो एक कुर्का सुपारी उसले मुखमा हाल्नै पर्छ, उसले मुखमा चपाइरहन्छ। जब उसलाई त्यो सुपारी छैन भने ऊ पनि एक प्रकारको के हुन्छ, बेचैन हुन्छ, एकदमै बेचैन नै हुन्छ। त्यो चिया खाने पनि एउटा आदत हुन्छ। जसलाई चिया खाने टाइम हुन्छ, त्यो टाइममा उसले त्यो चिया खानु मन लागेकै हुन्छ। अन्त त्यो टाइममा उसले चिया खानु पाएन भने कसैलाई के हुन्छ, टाउको दुख्छ। टाउको दुख्यो भन्छ भने एक कप चिया पायो भने उसको टाउको दुख्नु सबै चट्टै हुन्छ। त्यसलाई भन्छ आदत। अब यो हर प्रकारमा युज हुन्छ यो आदत भन्ने। अब जस गुरु भक्तले ध्यान सुमिरनमा त्यो आनन्दमा, त्यो परम ज्योति परमात्माको अनुभवको आनन्द जो पाउँछ नि आत्माभित्र, त्यो आनन्द भन्ने कुरो चाहिँ आत्माले गर्ने चिज हो। त्यो शरीरले, कुनै पनि शरीरको अङ्गले गर्ने चिज होइन त्यो आनन्द भन्ने। त्यो आनन्दलाई हामीले कसरी व्याख्या गर्ने भन्दा, आनन्द आत्मा परमात्मा, यो हामीले यसरी बुझ्नु पर्यो कि नेगेटिभ और पोजिटिभ, ऋणात्मक और धनात्मक, गरम और ठन्डा जस्तै भनौं, जीव और जीवात्मा। इस कारण आत्मा अनि परमात्मा, आत्मा परमात्माकै अंश हो, कुनै पनि फरक छैन। जस्तै एक थोपा पानी समुद्रकै अंश हो, चाहे एक घडा हो चाहे एक थोपा हो, त्यो समुद्रकै अंश हो, कुनै फरक हुँदैन। त्यस्तै प्रकारले आत्मा और परमात्मा, समुद्र अथाह छ, असीम छ, तर थोपा, समुद्रको एक थोपा बुँद सीमित छ। त्यसले गर्दा परमात्मा असीम असीम, तर आत्मा सीमित छ, त्यति मात्रै फरक हो। यसकारण जब आत्माले मेडिटेसन सद्गुरु महाराजजीले बताएको मार्गमा, ध्यानको मार्गमा जब ऊ बस्छ, अनुभव गर्छ, जो प्रेमीले गहिराईमा डुबेर त्यो अनन्त अथाह परमात्मालाई उसले पुग्यो, त्यसमा एउटा थोपा समुद्रमा मिल्यो भने जस्तै आत्माले परमात्मालाई प्राप्त गर्यो, अथाहमा ऊ समावेश भयो। त्यो आनन्द, त्यो अथाह आनन्द, असीम आनन्द। त यसकारण त्यही आनन्दको अभ्यास, आदत, मैले अघि आदतको कुरा गर्दै थिएँ, र त्यो आनन्दको आदत जो प्रेमीलाई छ नि, त उसलाई अवश्य पनि
जस्तै प्रकारको प्रवचन ध्यान दिएर जब सुन्छ उसले त्यो प्रवचनमा उसले त्यो आनन्दको व्याख्या पाउँछ, त्यो आनन्दको विश्लेषण र व्याख्या महिमा उसले पाउँछ। त्यहाँभित्र उसले पाएको चिजको महिमा पाउँछ। तब सत्संगलाई त्याग्नु सक्दैन। अति नै उसलाई त्यो अति आनन्द लाग्छ, अति नै आनन्द लाग्छ, त्यो गहिराईमा प्रसन्न हुन्छ आत्मा। त यसकारण सत्संग यस्तो चिज हो। त सद्गुरुको कृपा जति बेला वक्तालाई हुन्छ त्यति बेला महत्त्वपूर्ण शब्दहरू वक्ताको मुखबाट उच्चारण हुन्छ र हामीले सत्संगलाई कहिले पनि छोड्नु पनि हुँदैन, खेलाइँची पनि सम्झिनु हुँदैन। सत्संग एउटा जीवनको सार हो। हजुर हामी यो धरतालमा जन्म लियौं, हाम्रो इच्छाले त होइन, तर कर्मले लिएको हामीलाई, कर्मले जन्म। कि हिजोको कर्म थियो नि, त्यो कर्मलाई भोग्नको लागि त्यो कर्मले हामीलाई जन्म दियो। अब हामीले त्यो कर्मलाई गुरु महाराजजीको चरणमा आएर हामीले त्यो कर्मलाई बुझ्ने शुभ अवसर प्राप्त भएको छ। र अब हिजोको जो कर्मले हामी जन्म लियौं त्यो कर्मलाई भोग मात्रै होइन, अझै हामीले महान कर्म गर्ने शुभ अवसर मिलेको छ। अझै हामीले उत्तम कर्म, उत्तम मार्ग, उत्तम लोकलाई प्राप्त गर्ने परमात्माले हामीलाई एउटा अवसर दिनुभएको छ। त्यस अवसरलाई हामीले अगाडि बढाउनको लागि हामीलाई गुरु महाराजजीले पनि बहुत ठुलो अवसर दिइरहनु भएको छ। गर प्रेमीहरू, भक्ति गर, उपासना गर, सेवा गर, मनुष्य जीवनलाई धन्य गराऊ भनेर महाराजजीले हामीलाई बार बार आशीर्वचन दिनुहुन्छ। त हेर्नुहोस्, यो संसार त दुःखदायी हो। शरीर जन्म मरणको चक्करमा बार बार घुमिरहने। त यस चक्रलाई घुमिरहने यो चक्र छ जन्म मरणको, यसलाई अन्त गर्नको लागि नै हामीलाई ज्ञानको उपासना गर्नुको लागि गुरु महाराजजीले ज्ञान प्रदान गर्नुभएको छ। यो ज्ञानको उपासना नामको सुमिरन गर्दै हामी अगाडि बढ्ने हो। त सन्तहरूले जब सम्झाउनु भयो, नाम जप त कुष्टी भला, च्यू च्यू पड़े चाम, कंचन देह किस काम का, जा मुखा नहीं नाम। नामको सुमिरन गर्ने व्यक्ति त रोगले पीडित छ भने पनि उसको शरीर धन्य हो। शरीर पो रोग लाग्यो त आत्मामा रोग छैन। आत्मा त परम प्रभु परमात्माको उपासना गर्दछ, नामको सुमिरन गर्दछ भनेर यसरी सम्झाउनु भएको छ। कालको पकडे चेला भएको कत्रे कान, हम तो सत्यनाम को सुमिरन करे, किसको करूं सलाम। संत कबीरले भन्नुभयो, काललाई त म पक्रेर शिष्य बनाए, चेला बनाइदिए, डरलाई त डरको मैले कानै काटिदिए। म सत्यनामको ध्यान गर्छु, स्मरण गर्छु, इसको करूं सलाम। हैन, अब कसको पासमा जाउँ सहायता माग्नु भन्ने कुरा यसरी आउँछ। अब हामीले के बुझ्नु पर्यो भने यो सन्तहरूको यो बानीलाई हामीले चाहिँ व्यवहारमा कसरी उतार्ने र यो सन्तको बानीले के चाहिँ भन्नु खोजेको हो भन्ने कुरालाई बुझ्नु सक्यो भने सजिलो छ, बुझ्नु सक्नु पर्यो। काललाई मैले पक्रेर चेला बनाइदिए भन्नुभयो है। काललाई त अब चेला कसरी काललाई चेला बनाए कि अब उसले काललाई नै चेला बनाएपछि कि उसको लागि कालै आउँदैन त हैन। अब यो पनि प्रश्न हुन्छ।
भाइको कत्रे कान भनेपछि कानको त डर लाग्यो। अब मलाई कुनै चिजको भय छैन, डर छैन, मैले उसको पनि कानै काट्दिएँ, काललाई त शिष्य नै बनाएँ भनेपछि अब के काल पनि उसको लागि नआउने, काल नआएपछि उसलाई कुनै प्रकारको मृत्युको भय डर छैन त भन्ने प्रश्नहरू हुन सक्छ हैन। तर यो मृत्युलोकमा आएपछि बडे बडे सन्त महन्त आत्मद्रष्टाहरू जति नै समाधि लगाए तापनि एक दिन मृत्यु त हुन्छै हुन्छ, मृत्युवरण त गर्नै पर्छ हैन। किन फेरि काललाई चाहिँ पक्रेर मैले चेला बनाएँ भन्नुभयो त? जो बुद्ध जस्ता पनि गए संसारबाट मृत्युवरण भयो, राम कृष्ण बडे बडे तपस्वी महापुरुषहरू सबै त जानुभयो। फेरि चाहिँ कसरी चाहिँ उहाँले चाहिँ मैले त काल त मेरो लागि आउँदैन, किन काल त मेरो चेला हो, मलाई कुनै चिजको डर छैन, मैले डरको त कानै काटिसकेँ त कसरी भन्नुभयो भन्ने कुरालाई बुझ्नु सक्यो भने सजिलो छ हैन। बुझ्यो भने चाहिँ त्यो प्रेमी सायद ऊ पनि निर्भय भएर नै जिउनु सक्छ आनन्दले। त वास्तवमा जसले भगवानको भक्ति उपासना गरेन, सेवा गरेन, ज्ञानको उल्लङ्घन गर्यो, गुरुका आज्ञालाई मानेन, सेवा सत्सङ्गको ध्यान दिएन, महत्त्व दिएन, त उनी विषय संसारकैमा व्यस्त रहे भनेदेखि उसलाई कालले लान्छ। काल भनेको के हो भन्दाखेरि यमदूतले उसलाई कहाँ लान्छ भन्दा नर्कतिर लान्छ, यमलोकतिर उसको बास हुन्छ र ऊ नर्कमा आफ्नो कर्मफल भोगेर नर्कको पीडाहरू दुःखहरू उसले भोग्नु पर्छ। त जब काललाई मैले चेला बनाए भन्नु खोजेको चाहिँ शरीर संसारबाट गयो, मृत्यु भयो, तर ऊ कहिले पनि यमराजको फन्दामा पर्दैन। किन? ऊ सिधै नामको स्मरण गरेको छ, परम प्रभुको दर्शन गरेको छ, सिधै परमलोक धाम प्रवेश गर्छ। उसलाई बाटोमा कुनै चिजको बाधा हुँदैन। त्यसले गर्दा त्यो यमदूतहरूले पनि उसलाई चाहिँ स्वागत गर्छ, सम्मानसँगले सत्यको मार्गमा प्रेरित गर्छ र उनीहरू टाढैबाट छेउमा पनि पर्दैन, नजिक पनि पर्दैन। त उस कालको फन्दामा परेन नि, यमयातना भोग्नु परेन। त्यो भन्नु खोजेको काललाई मैले पक्रेर चेला बनाइदिएँ भने अब उसलाई यमदूतको त दर्शनै हुँदैन। अब यमदूतको दर्शनै नभएपछि, कालको दर्शनै नभएपछि भय त छँदै छैन, डर त छँदै छैन। यसकारण त्यो जब उसले अनुभव गरे परब्रह्म परमात्माको साक्षात्कार जब बोध गरिसकेपछि त उसलाई भय छैन नि। अब उसलाई त यमदूतले त लाँदैन, यमराज त आउँदैन उसको लागि सोधै। किनभने आए हंस जाएगा जुन श्लोकहरू छ, राजा रंग फकीर एक सिंहासन चढ चला, एक बाधा जाए जंजीर। आए हंस जाएगा, यो संसारमा आत्मा जन्म लिन्छ, और फेरि जाएगा, फेरि जान्छ। एक जान्छ सिंहासनमा चढेर, एक बाधा जाए जंजीर भन्नु खोजेकै एक चाहिँ यमराजको जंजीरमा बाँधियो, यमदूतहरूको दण्ड भोग्दै गयो, उसलाई कालले लग्यो। तर एक सिंहासन चढ चला, उसलाई त कालले त दर्शनै पाएन, कालको त सामने नै परेन हैन, यमदूतको त सामने नै परेन। त ऊ त उसको पुण्यले, नामको सुमिरनले उसको त विमान आयो हैन। उनी त सिधै परम ज्योति परमात्मामा प्रवेश गर्यो। अन्त उसलाई के को भय? तब भएको कानै काट्दी। यो मृत्यु पश्चातको मार्गको विषय लिएर हाम्रो सन्तहरूले त्यसरी भने, मृत्युको बाटो कस्तो कस्तो छ त भन्दा, एउटा यमलोकको मार्ग जानु पर्यो कर्मको फल भोग्दै, एउटा पितृलोक छ, पितृलोकमा गएर बस्नु पर्यो हैन, एउटा प्रेत लोक भन्छ, प्रेत युनि भएर, किन यमयातना यम लोक पनि गएन, नर्क पनि गएन,
पितृलोक पनि गएन। ऊ के भयो त? प्रेत भनेको हावामा वायु जस्तो रूप हुन्छ, हावा जस्तो रूप हुन्छ, तर तडपिँदै प्यासले, भोकले, हरेक प्रकारको कष्टले वायुमा ऊ तडपेर 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 आफ्नो कर्मफल भोगिरहेको हुन्छ। र अर्को लोक भयो मृत्युलोक। मृत्युलोकमा फेरि जन्म लिन्छ। त यी लोकहरू चाहिँ सबै दुःखदायक लोक हो। देवलोक पनि दुःखदायक हो, पितृलोक पनि दुःखदायक लोक हो, यमलोक पनि, प्रेतलोक, यो सबै दुःखदायक लोक हो। यिनीहरू यो लोकहरूमा जाने कर्म गर्नु हुँदैन। यो लोकहरूमा जाने कर्म नै यो संसारको विषय भोगहरू हो। त विषय भोगमा परेर जब अकाल गति मृत्यु भयो, ऊ आफैले आत्महत्या गर्यो, अकालमा मृत्यु भयो भने ऊ प्रेत युनि प्राप्त हुन्छ। उसले कुनै ठाउँ पर्दैन, प्रेत बनेर हावामा भोक प्यासले कयौं जन्म तडपेर हिँड्नु पर्छ। यो कर्म फल हो। यसकारण विषय संसारको भोकमा आसक्त भएर कहिले पनि हरि भजन गरेन, सत्संग, भगवान भागवत कथा कहिले पनि उसले गरेन जिन्दगीमा, त उसलाई यमलोक प्राप्त हुन्छ हैन। ऊ त यमयातना भोग्नु पर्यो। अर्को जसले संसारको भोग विलास गर्दै पनि कर्मकाण्ड, दान पुण्य दक्षिणा जो गर्दै गरे तर ज्ञान लिएन, संसारको भोग सँगसँगै यो लोभले म मुक्ति हुन्छु, स्वर्ग जान्छु भन्ने लोभले जसले चाहिँ त्यो कर्म गर्छ, त उसलाई पितृलोक प्राप्त हुन्छ। पितृ भनेर बस्नु पर्यो के, त्यो पनि एक प्रकारको नर्क नै हो। यसकारण सबैभन्दा आनन्दको लोकको परम गति मोक्ष, परम ज्योति परमात्मामा मिल्नु। त्यो मार्ग भनेको नै सद्गुरु महाराजले बताउनु भएको ज्ञानको मार्ग, ध्यान सुमिरन, गुरु सेवा, गुरु दर्शन, गुरु कृपा, नामको सुमिरन। कुनै पनि कसैको पनि आशा नगर्ने, देवी देवताले मलाई तार्छ भनेर है, केवल सिर्फ आत्म उपासना। फेरि पनि हामी ज्ञान लिएर अझै कन्फ्युज भएर देवी देवताकै उपासनामा त्यतै नै हामी अल्झिरह्यौँ र ध्यान सुमिरनको महत्त्व हामीले दिएनौँ भने भरे अन्तिम घडीमा त जो देवताको माया गरिरहेको छ, श्रद्धा छ, उही देवताको याद गरेर देह त्याग्यो भने त ऊ पनि फेरि के भयो? मुक्त त भएन। पितृलोक प्राप्त भयो, देवलोक प्राप्त भयो। पितृलोकलाई देवलोक भन्छ हैन, देवताहरू बस्ने लोक। त यसकारण सबैभन्दा परम गति मोक्ष, सम्पूर्ण बन्धनबाट मुक्त हुने, जन्म मृत्यु पार हुने चाहिँ के हो भन्दा नामको सुमिरन, सद्गुरुको कृपा, ज्योतिको दर्शन। त्यही तत्त्वलाई सन्तहरूले घटमै उज्यारा, साधु घटमै उज्यारा रे, बास बसे अरू नजर न आवे, बार फिरत गंवार रे, पद्मा आसन लगाकर बैठो, उलट नै न के तारा रे, त्रिकुटी महल में ध्यान लगाओ, देखो खेल अपारा रे, नहीं सूरज नहीं चांद चांदनी, नहीं बिजुली चमकार रे, जगमग जगमग ज्योति जले निसर, पारम ब्रह्मा विस्तारा रे। त यो चीज बताउनु भयो। त्यहाँ चाहिँ तपाईं हामीले अनुभव गरेर त्यसको दर्शन गर्ने, त्यहाँ पुग्ने हो। यसमा हामीले अभ्यास जारी राख्नु पर्यो। नामको सुमिरन है, ब्रह्म मुहूर्तमा उठेर साधन अभ्यास, शामको पनि साधन अभ्यास जरुर। त्यसबेला हाम्रो सम्पूर्ण इन्द्रियहरूलाई बन्द गरेर नामको सुमिरन गरेर मनलाई परम ज्योति परमात्मामा प्रकाशमा पुर्याउने आज्ञा चक्रदेखि अगाडि गएर हामीले अष्टदल चक्रको ध्यान गर्दै गर्दै सहस्त्रदल कमलमा प्रवेश गर्ने भन्ने विषय लिएर त भगवान विष्णुजी गरुड पुराणमा यो अष्टदल कमल, सहस्त्रदल कमलको र परमहंसको ध्यानको विधि त अति सुन्दर ढंगले भगवान विष्णु गरुडजीलाई सम्झाउनु भएको छ भने त्यही मार्ग सद्गुरुदेव महाराजले हामीलाई दिनु भएको पनि